18औं वार्षिक साधारण सभाको कार्यक्रममा महत्त्वपूर्ण समय छुट्याएर आफ्नो व्यस्तताका बावजुद उपस्थित रहनुभएका सम्पूर्ण महानुभावहरूप्रति म यो संस्थाको तर्फबाट कृतज्ञता व्यक्त गर्दै आज हामी यो सहकारी अभियानको यो हाम्रो सहकारीको वार्षिक रूपमा गर्नुपर्ने अनिवार्य कार्यक्रम वार्षिक साधारण सभामा यहाँहरू उपस्थित रहनु भएको छ। आजको यो कार्यक्रममा यहाँहरूको उपस्थितिले यो संस्थाको वर्षभरि भएका गतिविधि र वर्षभरि संस्थाले आफ्नो कार्यक्रम सञ्चालन गर्दा भएका त्रुटि कमी कमजोरीहरू सबैलाई सच्याएर अगाडि बढ्ने सत्प्रेरणा मिल्नेछ र यहाँहरूले सम्पूर्ण कुराहरूलाई ख्याल गरेर आज सुझावहरू प्रस्तुत गर्नुहुनेछ। सञ्चालक समिति लगायत सञ्चालक समितिले तयार गरेका लेखा सञ्चालक समिति लेखा सुपरिवेक्षण समितिका सुझावहरू आर्थिक प्रतिवेदनहरू यहाँहरूले राम्रोसँग अध्ययन गर्नुहुनेछ र भएका कार्यक्रमहरूलाई थप घट गर्नुपर्ने कुराहरूको सुझाव दिनुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। सञ्चालक समितिको तर्फबाट पुनः यहाँहरूलाई फेरि हार्दिक स्वागत गर्दै म यो सहकारीको आजको यो कार्यक्रममा केही कुराहरू राख्ने कुराहरू त मैले यो प्रतिवेदन मार्फत धेरै कुराहरू समेटेका छु, त्यस प्रतिवेदन मार्फत पनि राख्नेछु। सम्पूर्ण देशको चाहिँ असहज अवस्थाका कारण आर्थिक अवस्थाहरू जर्जर अवस्थामा छ। सहकारी अभियान झनै जर्जर भएको छ। तपाईहरू हामी सबैजना सहकारीका सदस्यहरूले मिलेर हाम्रो यो सहकारी संस्थालाई अगाडि बढाउने हाम्रो दायित्व छ र यो दायित्व पुरा गर्न हामी कतै कहीँ चुक्ने छैनौँ। आजको यो वार्षिक साधारण सभामा पनि हामी यसै विषयमा छलफल गर्नेछौँ। यहाँहरूको बिचमा मैले यो अभियानका अरू धेरै कुराहरू नराखिकन अहिले प्रशिक्षणका रूपमा पनि हामीले सहकारी ब्याङ्कको सरलाई बोलाएको छौँ। उहाँले प्रशिक्षणको रूपमा केही कुराहरू राख्नुहुनेछ। मैले आजको प्रतिवेदन वाचन गर्ने अनुमति चाहन्छु। यहाँहरूलाई सञ्चालक समितिको तर्फबाट तयार प्रतिवेदन यहाँहरूले हेर्नुहोला। यहाँहरूको हातमा पुस्तक छ। सहकारी संस्था लिमिटेडको गरिमामय 18औं वार्षिक साधारण सभाका आदरणीय प्रमुख अतिथिज्यूहरू, विशिष्ट अतिथिज्यूहरू, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू, व्यवसाय प्रवर्धन तथा शिक्षा, ऋण, महिला समूह लघुवित्त उपसमितिका संयोजक सदस्यज्यूहरू, शेयर सदस्य महानुभावहरू, संस्थाका कर्मचारी, सञ्चारकर्मी मित्रहरू, साथै यस सहकारी संस्थाको उत्तरोत्तर प्रगतिको अभिलाषा लिएर आजको साधारण सभामा पाल्नुभएका समस्त महानुभावहरूमा संस्थाको सञ्चालक समितिको तर्फबाट हार्दिक सहकारी अभिवादन व्यक्त गर्दछु। आदरणीय शेयर सदस्यज्यूहरू, 1944 को अगस्त 1 मा रोजडेल समतामूलक अग्रज संस्था रोजडेल सोसाइटी अफ इक्विटेबल पाइनर्स नामक बेलायती रोजडेलमा भोका मजदुरहरूको खाद्यान्न व्यवस्थापन गर्नका लागि प्रारम्भ भएको सहकारी अभियान विश्वको विभिन्न मुलुकमा विस्तार हुँदै 2013 साल चैत 20 गते चितवनको बखान समूह नामबाट नेपालमा औपचारिक प्रारम्भ भएको थियो। करिब 7 दशक लामो इतिहास पार गर्दा देशभरि नै सहकारी सञ्जाल विस्तार भइसकेको छ भने संस्थागत कानुनी व्यवस्थाका लागि विभिन्न समयमा नेपाल सरकारबाट ऐन नियमावली लागू गरी सहकारी संस्थाको नियमन, अनुगमन एवं व्यवस्थापन हुँदै आएको छ। खास गरी नेपालमा 2048 मा सहकारी ऐन बनेपछि सहकारी संस्थाहरू खुल्ने क्रम बढेको देखिन्छ। नेपालको संविधान 2072 को धारा 50 को उपधारा 3 मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषण रहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र समृद्ध अर्थतन्त्र विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुने छ भन्ने व्यवस्था गरिएको छ।
यसरी संविधानले नै देशको आर्थिक विकासको आधार स्तम्भको रूपमा सहकारी क्षेत्रलाई 3 खण्डे अर्थनीतिभित्र समेटेकाले राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्त्व र योगदान स्पष्ट देख्न सकिन्छ। नेपाल सरकारले सहकारी ऐन 2074 जारी गरेको छ। यस ऐनको अधीनमा बनेको नीति नियमले सहकारीको माध्यमबाट आत्मनिर्भर दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र विकास गर्ने मुख्य उद्देश्य लिएको छ। यसका लागि सहकारीका विश्वव्यापी मूल्य मान्यता र सिद्धान्तलाई अनुसरण गरी सहकारीको स्थापना सञ्चालन गर्नुपर्ने निर्देशन ऐनमा दिइएको छ। संयुक्त राष्ट्रसङ्घ युएनओको महासभा ले विश्वभरका राष्ट्रहरूको प्रतिनिधित्व गरे जस्तै अन्तर्राष्ट्रिय सहकारी महासङ्घ आइसिएले पनि संसारभरिको सहकारी सञ्जालको नेतृत्व गर्दछ। अन्तर्राष्ट्रिय सहकारी महासङ्घ को सदस्यको रूपमा नेपालमा राष्ट्रिय सहकारी महासङ्घ अन्तर्गतका विषयगत केन्द्रीय सङ्घहरू, राष्ट्रिय सहकारी बैंक लिमिटेड तथा प्रदेश जिल्ला सङ्घ विषयगत सङ्घहरूले नेतृत्व गरेको विभिन्न विषयगत सहकारीहरू 31,000 भन्दा बढी रहेको अनुमान गरिएको छ भने 9 खर्ब हाराहारी पुँजी सहकारी संस्थाहरूमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ। नियामक निकाय तथा शाखा सङ्गठनहरूको व्यापकताका बीच नेपाल सरकारले 2081 पुस 14 गते अध्यादेश मार्फत राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरी सहकारी संस्थाहरूको स्थापना, व्यवस्थापन र नियमन जस्ता महत्त्वपूर्ण पक्षको कार्यान्वयनमा थप अन्यल देखा परेको छ। सहकारी तथा गरिबी निवारण मन्त्रालय, बागमती प्रदेश सहकारी नियमन प्राधिकरण, नगरपालिका सहकारी शाखा जस्ता निकायबाट फरक निर्देशन जारी गर्ने तर अनुगमन, नियमन तथा कार्यान्वयन प्रभावकारी बनाउन नसक्ने अवस्था सरकार आफैले सिर्जना गरेको छ। सहकारी सदस्यज्यूहरू नेपालमा विक्रम सम्वत 2072 वैशाख 12 गते गएको विनाशकारी महाभूकम्पले क्षतविक्षत घर तथा भौतिक संरचनाहरू निर्माणमा खर्च गरी अनुत्पादक क्षेत्रमा अनियन्त्रित लगानी हुँदा आर्थिक चलायमान भएको देखिए तापनि देशको अर्थतन्त्र भित्रभित्रै शिथिल बन्न पुग्यो। त्यसको केही समयपछि 2019 को अन्त्यतिर विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित विश्वव्यापी आर्थिक मन्दी सहज हुन नपाउँदै रुस युक्रेन युद्ध तथा मध्यपूर्वको तनावका कारण विश्व जगत उपभोग्य सामग्रीको अभाव र महँगीले थिलथिल बन्न पुग्यो। आर्थिक मन्दीको चपेटामा मुक्त भई देश अर्थतन्त्रको लयमा फर्किने क्रम हुँदै गर्दा हालै जेनजी आन्दोलनले राजनीति तथा आर्थिक क्षेत्रमा तरङ्ग सिर्जना गरेको छ। यस आन्दोलनका कारण क्षतविक्षत भएका भौतिक संरचना र राष्ट्रिय धरोहरहरू पुनर्निर्माणका लागि खर्चिनुपर्ने अरबौं रकमको व्यवस्थापनले राष्ट्रिय अर्थतन्त्रमा समस्या थपिने नै छ। राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण अङ्गको रूपमा रहेका सहकारी संस्थाहरू पनि त्यसबाट प्रभावित हुने निश्चित नै छ। सहकारी संस्थाहरू सर्वसाधारण नागरिकहरूसँग सहकार्य गरी उनीहरूको जीवनस्तर सुधार गराउनुको साथै आर्थिक समृद्धि हासिल गराउने दिशातर्फ केन्द्रित हुनुपर्नेमा सहकारी अभियानको मूल्य मान्यताको गलत व्याख्या गरी सीमित व्यक्तिहरूको भलाइको लागि रकम परिचालन गर्ने, छोटो अवधिमा अधिकतम लाभ हासिल गर्ने उद्देश्यले अनुत्पादक तथा जोखिमयुक्त क्षेत्रमा लगानी गर्न प्रतिस्पर्धा गरिरहेका छन्। सहकारी अभियानलाई कमजोर बनाई व्यक्तिगत लाभ हासिल गर्न कानुनी र सैद्धान्तिक छिद्रको माध्यमबाट समाजका सीमित धूर्तहरू, स्वार्थी व्यक्तिहरूले सहकारीका नामबाट लुच मच्याउने र समाजमा कमजोर वर्गमाथि थप शोषण मात्र गर्ने परिपाटी वृद्धि हुँदै गएको अवस्था छ भने खराब नियत भएका केही सञ्चालकहरूका कारण सहकारी संस्थाका अध्यक्ष तथा सञ्चालकहरूलाई हेर्ने नजर समेत नकारात्मक के सकारात्मक बन्न सकेको छैन, जसका कारण सहकारी अभियान नै कमजोर बन्न पुगेको छ। अर्कोतर्फ दलीय राजनीतिक आडमा सहकारी संस्थाहरू नेता उत्पादन गर्ने केन्द्रको रूपमा विकसित हुँदै गएकोले सहकारी संस्थाहरू आम सर्वसाधारणको मन जित्न सकेका छैनन्। यस्ता अस्वस्थ प्रतिस्पर्धाबाट मुक्त नभएसम्म नेपालमा सहकारी संस्थाप्रति विश्वासको वातावरण सिर्जना गर्न सकिँदैन। परिकल्पना, ध्येय र उद्देश्य जसलाई भिजन, मिसन र अब्जेक्टिभ्स भनिन्छ जस्ता सैद्धान्तिक आधारमा सञ्चालन हुनुपर्नेमा नेपालका अधिकांश सहकारी संस्थाहरू व्यवहारिक कार्य भने नितान्त भिन्न देखिन्छ। बचत सङ्कलन गर्ने र ऋण प्रवाह गर्ने सीमित घेरामा बाँधिएका अधिकांश सहकारी संस्थाहरूको भूमिका बैंक तथा वित्तीय संस्थाभन्दा भिन्न हुन नसकेको परिदृश्य समेत हाम्रा सामु छर्लङ्ग छ। आफ्नो सदस्यहरूको आर्थिक सामाजिक विकासमा जोड दिनुपर्ने
सहकारी संस्था आपसी होडबाजीमा स्थापना गरी उचित व्यवस्थापनको अभावमा धराशयी बनेका उदाहरण पनि प्रशस्तै छन्। देशका मुख्य बजार क्षेत्रका एउटै घरमा 2-3वटासम्म सहकारी कार्यालयहरूको बोर्ड झुन्ड्याइएको देख्ने जो कोहीले सहकारी मर्मभित्र मौलाएका विसङ्गतिको सहजै अनुभूति गर्न सक्छ। सहकारी अभियानमा रहेका यस्ता विकृतिको गहिरो अध्ययन गरी शहरी क्षेत्रमा एक टोलमा एक विषयगत सहकारी तथा अन्य क्षेत्रमा एकवटा एक विषयगत सहकारी अभियान चलाउनु उपयुक्त देखिन्छ। हाम्रो देशमा सहकारी संस्थाका नाममा मौलाएका अनेकौं विकृति एवं विसङ्गति नियन्त्रणका लागि नियमनकारी निकायको प्रभावकारी नियमनको खाँचो रहेको छ। नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गम्भीर निर्माण मन्त्रालय सहकारी विभाग राष्ट्रिय सहकारी नियमन प्राधिकरण बागमती प्रदेश सरकार तथा पोखरा नगरपालिकाको सहकारी शाखाले स्पष्ट नीतिका साथ यस प्रकारको काम कारबाहीको नियमन गरी सम्बन्धित पक्षलाई कानुनको दायरामा ल्याउन विशेष पहल गर्नुपर्ने देखिन्छ। सहकारीका छाता संस्थाहरू राष्ट्रिय सहकारी महासङ्घ जिल्ला सहकारी सङ्घ तथा विषयगत केन्द्रीय जिल्ला सङ्घहरूले पनि सहकारी संस्थाहरूको हित अनुकूल योजनाबद्ध रूपमा सक्रिय हुनुपर्ने हुन्छ। प्रिय तथा सदस्यज्यूहरू, स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन दिई यस क्षेत्रमा छरिएर रहेको ससाना पुँजीलाई सङ्कलन गरी सदस्यहरूको आर्थिक सामाजिक जीवनस्तरलाई सुधार गर्ने उद्देश्यले विक्रम सम्वत 2064 साल असार 28 गते यस श्रमिक बहुउद्देश्य सहकारी संस्थाको स्थापना भई अभिछिन्न सेवा कार्यमा सक्रिय रहेको कुरा यहाँहरू समक्ष अवगत नै छ। पोखरा नगरपालिका वडा नम्बर 1 मा प्रतिष्ठित सहकारीको परिचय बनाएको यस संस्थाले आफ्नो कार्यक्षेत्रभित्रका साना किसान साना व्यापारी बीच छरिएर रहेका साना पुँजीलाई एकीकृत गरी उनीहरूलाई नै वित्तीय सेवा सुविधाहरू उपलब्ध गराउने, श्रमिक सुपथ मूल्य पसल मार्फत आफ्ना सदस्य तथा स्थानीयवासीहरूलाई दैनिक उपभोग्य सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराउने, मौसम अनुकूल उत्पादन सहज र सुलभ रूपमा उपलब्ध गराउने, कृषकलाई सहुलियत मूल्यमा रासायनिक मल वितरण गर्ने लगायतका सेवाहरू उपलब्ध गराउँदै आइरहेको कुरा यहाँहरू जानकार नै हुनुहुन्छ। मनी ट्रान्सफर मार्फत रेमिटेन्स सेवा, विद्युत महसुल भुक्तानी, यातायात साधनको ब्लू बुक नवीकरण, सवारी कर भुक्तानी, विभिन्न सञ्चार माध्यमका बिल भुक्तानी लगायतका वित्तीय सेवा समेत प्रदान गरिरहेको छ। आफ्नो सदस्यहरूको आर्थिक कारोबारलाई समय अनुकूल विश्वसनीय बनाउन हालै मोबाइल ब्याङ्किङ सेवाको विस्तार गरेको छ। कारोबारको जानकारीका लागि सदस्यहरूलाई मोबाइल एसएमएसको प्रयोग गरिएको छ। हाम्रो सहकारी संस्था नेपाल बहुउद्देश्य सहकारी केन्द्रीय सङ्घ लिमिटेड, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड, जिल्ला सहकारी सङ्घ काठमाडौँ जिल्ला बहुउद्देश्य सहकारी सङ्घ लिमिटेडको सेयर सदस्य रही राष्ट्रिय सहकारी बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड मार्फत आफ्ना कारोबारहरू सञ्चालन गर्दै आइरहेको कुरा यहाँहरू समक्ष अवगत गराउन चाहन्छु। आदरणीय सेयर सदस्य महानुभावज्यूहरू, नेपाल सरकारले स्थापित गरेको ऐन नियमको परिधिमा रही आफ्ना सदस्यहरूको सेवा गर्नु हाम्रो संस्थाको मुख्य उद्देश्य हो। हाम्रो संस्थाले आफ्नो उद्देश्यहरू परिपूर्तिका लागि निम्न कार्यहरू सञ्चालन गर्दै आइरहेको छ। म यहाँहरूलाई यसको जानकारी गराउन चाहन्छु। कर्जा तथा निक्षेपमा दिने ब्याज दरमा समय सापेक्ष र प्रतिस्पर्धात्मक बनाउने, दैनिक मौजदातका आधारमा त्रैमासिक रूपमा बचत खातामा ब्याज प्रदान गर्ने, सदस्यहरूमा बचत गर्ने बानी बसाल्न विभिन्न किसिमका बचत खाताहरू सञ्चालन गर्ने, श्रमिक सुपथ मूल्य पसल मार्फत आफ्ना सदस्य तथा स्थानीयवासीहरूलाई दैनिक उपभोग्य सामग्रीहरू, मौसम अनुसारका फलफुल तथा कृषि उपजहरू, स्थानीय उत्पादनहरू सहज र सुलभ मूल्यमा उपलब्ध गराउने, सदस्यहरूलाई सुपथ मूल्यमा रासायनिक मलका साथै कृषि सामग्री तथा बिउ बिजन समेत उपलब्ध गराउने, सदस्यहरूलाई कार्यविधि बमोजिम श्रमिक सदस्य राहत कोष मार्फत बिरामी आपतकालीन अवस्था तथा काजक्रियामा सहयोग उपलब्ध गराउने, महिला सदस्यहरूलाई कार्यविधि बमोजिम सुत्केरी पोषण भत्ता उपलब्ध गराउने, संस्थाका ज्येष्ठ सदस्यलाई धार्मिक तीर्थस्थल यात्राको कार्यक्रममा सहभागी गराउने, सदस्यहरूका सन्तानलाई एसई परीक्षा उत्तीर्ण पश्चात सम्मान गरी थप उच्च शिक्षाको लागि प्रोत्साहित गर्ने, सदस्यहरूलाई विभिन्न रेमिटेन्स सेवा
आइएमई, प्रभु, वेस्टर्न युनियन, हिमाल, मोनिग्राम, सिटी एक्सप्रेस यी सेवा लगायत भुक्तानीका सेवा, बिजुली, टेलिफोन, इन्टरनेट, टिभी लगायतको सेवा प्रदान गर्ने, सदस्यहरूको सुविधाका लागि सवारी साधनको कर तिरी ब्लुबुक नवीकरणको सुविधा प्रदान गर्ने, थोक कर्जाभन्दा खुर्ता कर्जामा जोड दिई महिला, साना किसान तथा व्यापारीलाई समूहको कारोबार गर्न मार्फत प्रोत्साहित गर्ने, सदस्यहरूलाई ऋणको बिमा गर्ने, सदस्यहरूको ऋणको बिमा गर्ने, सम्पत्ति शुद्धिकरण, बचत, ऋण, निर्वाचन, सदस्य राहत लगायत कार्यविधि तथा मानव संसाधन नीति बनाई लागू गर्ने, शेयर र निक्षेप वृद्धिका कार्यक्रमलाई निरन्तर रूपमा कार्यान्वयन गर्ने, सहकारी संस्थालाई संस्थागत सुशासनमा राखी पारदर्शी ढङ्गले सञ्चालन गर्न नेपाल सरकार, सङ्घीय सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, प्रदेश सहकारी कार्यालय, टोखा नगरपालिकाको सहकारी शाखा एवं अन्य निकायबाट समयसँग तोकिएको जारी भएका नीति नियम निर्देशनलाई कडाइका साथ पालना गर्ने, हातमा श्रमिक साथसाथमा सहकारी अभियान मार्फत मोबाइल ब्याङ्किङ सेवा उपलब्ध गराउने, रकम भुक्तानीको लागि रकम भुक्तानी रसिद चेक उपलब्ध गराउने, कारोबारको जानकारी मोबाइल एसएमएसबाट गराउने। शेयर सदस्यज्यूहरू, हाम्रो संस्थामा 321 जना पुरुष, 303 जना महिला गरी 624 जना सदस्यहरू रहेका छन्। महिला समूहको सङ्ख्या 27 र ती समूहमा आबद्ध सदस्यहरूको सङ्ख्या 198 रहेको छ। शेयर सदस्यज्यूहरू, हाम्रो संस्थाले आफ्ना नियमित काम कारबाहीका अतिरिक्त सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरू सञ्चालन गरेको थियो। संस्थाले गरेका केही प्रमुख कार्यक्रमहरू यहाँहरू समक्ष पेश गर्दछु। गत वर्षको असोज 11 र 12 गते परेको अविरल वर्षापछि आएको बाढीबाट पीडित को सहयोगको लागि सर्वसाधारणबाट रु 68,550 र संस्थाको तर्फबाट 10,000 थप गरी जम्मा रु 78,550 राहत रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको थियो। संस्थाको 19औं स्थापना दिवसको अवसरमा बौडेश्वर, महाङ्काल देवी, जलेश्वर, गुप्तेश्वर मन्दिर परिसरमा सरसफाई गरियो। गत आबमा 4 पटक रक्तदान कार्यक्रम आयोजना गरियो। संस्थाका 35 जना ज्येष्ठ सदस्यहरूलाई गुप्तेश्वर महादेव मन्दिरमा धार्मिक भ्रमण गराइयो। संस्थाका महिला सदस्यहरूलाई लक्षित गरी 30 विशेष कार्यक्रमको आयोजना गरियो। पञ्चधाम सेवा केन्द्रसँगको सहकार्यमा श्रावण महिनाका प्रत्येक सोमबार बौडेश्वर गुप्तेश्वर महादेव मन्दिरमा आएका श्रद्धालु भक्तजनहरूलाई पानी, जुस तथा फलफुल वितरण गरियो। अब 81-82 मा यस संस्थाबाट कार्यविधि बमोजिम निम्न सङ्ख्यामा संस्था सदस्यहरूलाई सहयोग गरियो। सुत्केरी पोषण भत्ता 5 जना, एसी विद्यार्थी सम्मान 10 जना, काजक्रिया सहयोग 5 जना, बर्थडे केक वितरण 89। यस सहकारी संस्थाका भावी कार्ययोजनाहरू, आर्थिक वर्ष 81-82 मा यस संस्थाको जम्मा शेयर रकम 1,64,68,100 रहेकोमा अब 82-83 सम्म 2 करोड पुर्याउने लक्ष्य लिएको छु। अब 81-82 को आर्थिक प्रगति प्रतिवेदन तथा चालू आबको अनुमानित बजेट प्रस्तुत गरिदिनु हुनका लागि म हाम्रो यस संस्थाका कोषाध्यक्ष बिना केसीज्यूलाई आमन्त्रण गर्दछु। यस श्रमिक बहुउद्देश्य सहकारी संस्थाको स्थापना भएको छ। सदस्यहरूको उत्साहजनक उपस्थितिमा आर्थिक तथा गैर गतिविधिका माध्यमबाट यस क्षेत्रको प्रतिष्ठित सहकारीका रूपमा यो संस्था अघि बढिरहेको अवस्था रहेको छ। यस सहकारी संस्थाले आफ्ना कार्यक्षेत्रभित्रका किसान र साना व्यापारीहरूका ससाना पुँजीलाई एकीकृत गरी उनीहरूलाई नै वित्तीय सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको छ भने संस्थाको बहुउद्देश्य कार्यक्रम अन्तर्गत श्रमिक सहकारी पसल मार्फत आफ्ना सदस्य तथा स्थानीयवासीहरूलाई दैनिक उपभोग्य सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराउँदै आइरहेको छ। सदस्य तथा स्थानीय कृषकहरूलाई सहुलियत मूल्यमा रासायनिक
मल वितरण गर्दै लगायतका सेवा समेत उपलब्ध गराउँदै आइरहेको कुरा यहाँहरूमा अवगत नै छ। विगत केही वर्षको अनुपातमा हाम्रो सहकारी संस्था आर्थिक रूपमा निकै सबल बन्दै गइरहेको छ। हाम्रो संस्थामाथि सदस्यहरूको विश्वास र कुशल सञ्चालनका कारण शेयर पुँजी, बचत, ऋण लगायतका आर्थिक कारोबारमा भएको वृद्धिले संस्थाको मुनाफा समेत बढ्दै गइरहेको छ। कार्यालय सञ्चालनमा मितव्ययी बनेर खर्च नियन्त्रणका लागि कसिलो नीति तथा तय गरिएको छ। संस्थाले आफ्ना सदस्यहरूबाट सङ्कलित बचत रकमलाई सदस्यहरूकै हितानुकूल लगानी गर्दै आइरहेको छ। संस्थाले आफ्ना सदस्यहरूको आर्थिक समृद्धि र सामाजिक विकासलाई केन्द्रबिन्दु मानेर आफ्ना नियमित गतिविधिहरू सञ्चालन गर्दै आइरहेको कुरा यहाँहरूमा अवगत नै छ। राष्ट्रिय अर्थतन्त्रमा आएको सङ्कट तथा घट्दो ब्याज दरले हाम्रो संस्थाले अपेक्षाकृत मुनाफा कमाउन नसके तापनि आफ्ना नियमित कार्यक्रमहरूलाई विश्वसनीय ढङ्गले अगाडि बढाइरहेको जानकारी गराउन चाहन्छु। हाम्रो संस्थाले आफ्ना सदस्यहरू मार्फत निक्षेप सङ्कलन गरी उनीहरूकै समृद्धिका लागि कर्जा लगानी गर्दै आइरहेको कुरा यहाँहरूलाई जानकारी नै छ। निक्षेप सङ्कलनका लागि दैनिक बचत, मासिक बचत, साधारण बचत, बाल बचत तथा आवधिक खाताहरू सञ्चालन गर्दै आइरहेको छ। यसै गरी सदस्यहरूको सुविधाका लागि सामूहिक जमानी तथा धितो बन्धकमा सुरक्षित ढङ्गबाट सदस्यहरूलाई कर्जा प्रदान गर्दै आइरहेको छ। अब कार्यक्रममा म कार्यक्रम सभा अध्यक्षज्यूबाट आर्थिक वर्षमा यस सहकारी संस्थाले गरेका आर्थिक गतिविधि, आर्थिक विवरण तथा आगामी आर्थिक वर्ष 82-83 को अनुमानित आर्थिक बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु। सम्पूर्णले राम्रोसँग ध्यान दिएर आफ्नो हातमा रहेको प्रतिवेदन पनि हेरिदिनु होला। पुँजी तथा दायित्वमा रहेको छ विवरण नम्बर क्रम सङ्ख्यामा 1 मा रहेको छ शेयर पुँजी। शेयर पुँजीको आर्थिक वर्ष 81-82 को अवस्था रहेको छ रु 1,64,68,100 र 82-83 को अनुमानित लक्ष्य रहेको छ 2 करोड। जगेरा कोषमा 81-82 को अवस्था रहेको छ 24,81,985.25 र अनुमानित लक्ष्य 82-83 मा रहेको छ 40 लाख। अन्य कोषहरूमा रहेको छ 23 लाख। खर्चा व्यवस्थापन शुल्क 81-82 को अवस्था रहेको छ 9,21,340 भने अनुमानित 82-83 को लक्ष्य रहेको छ 13,60,000। कर्जा फार्म शुल्क रहेको छ 49,200 भने अनुमानित 82-83 को लक्ष्य रहेको छ 60,000। खाता बन्द शुल्कमा रहेको छ। त्यस्तै जम्मा आम्दानी रहेको छ 1,83,81,525.18 रहेको छ भने अनुमानित 82-83 को लक्ष्यमा रहेको छ 2,32,12,000। त्यस्तै नाफा नोक्सानको विवरण यस प्रकार रहेको छ। जम्मा आम्दानी 1,83,81,525.18 रहेको छ भने 82-83 को अनुमानित लक्ष्य रहेको छ 2,32,12,000। जम्मा खर्च रहेको छ 1,47,49,673.96 रहेको छ भने 82-83 को अनुमानित लक्ष्य रहेको छ 1,65,50,700। अनुमानित सञ्चालन नाफामा रहेको छ 39,31,851.22 र अनुमानित लक्ष्य 82-83 को रहेको छ 66
66,61,300। आपसी मेरो यो सम्पूर्ण विवरण सकिएको छ। आपसी सहकार्यबाट नै सदस्यहरूको व्यक्तिगत तथा सामाजिक उन्नतितर्फ सक्रिय रहनु नै हाम्रो यस संस्थाको मूलभूत लक्ष्य रहेको छ। सदस्य महानुभावहरूमा छरिएर रहेको पुँजीलाई एकीकृत उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न सकिने भएकोले राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउन हामी चिन्तनशील रहेका छौँ। यहाँहरूले संस्थाप्रति गर्नुभएको विश्वास भरोसाले नै आजको समुज्जवल भविष्यको चित्र निर्धारण गर्दछ। संस्थागत पुँजीलाई अभिवृद्धि गरी वित्तीय पक्ष मजबुत बनाउन पनि चुनौतीपूर्ण कार्य हाम्रा सामु उपस्थित छ। साथै संस्थाको आर्थिक विकासमा एकबद्ध भई सबै सदस्यहरूले आफ्नै संस्थाबाट बचत तथा ऋणका सम्पूर्ण कारोबार गर्नुहुन र श्रमिक सुपथ मूल्य पसलबाट नै सामग्री खरिद बिक्री गरी अपनत्वको भावना विकास गर्न यसै गरिमामय सभा मार्फत यहाँहरू समक्ष म विनम्रपूर्वक आग्रह गर्दछु। संस्थाको आर्थिक विकासका लागि यहाँहरूले प्रदान गर्नुभएका रचनात्मक सल्लाह सुझावको अपेक्षा सदैव रहिरहनेछ र अन्त्यमा आउँदै गरेको नेपालीहरूको महान चाड शुभ दीपावली, छठ तथा नेवारी समुदायको न्यू इयर भिन्तुनाको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यहाँहरूको घरमा लक्ष्मीले बास गरोस् भन्दै यहाँहरू समक्षबाट म ओझल लिन चाहन्छु। जय सहकारी, जय नेपाल। यहाँ यतिन्जेलसम्म मलाई सुनिदिएर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। नमस्ते। अब 2082-83 को अनुमानित आय व्ययको विवरण प्रस्तुत गरेर जानुभयो। त्यसै गरी शुभकामना मन्तव्य तथा केही सहकारी सम्बन्धी प्रशिक्षण दिनुहुनका लागि म प्रशिक्षक श्री विष्णु गिरीज्यूलाई हार्दिक अनुरोध गर्दछु। शेयर हाम्रो 1,64,00,000 छ भने अब 2 करोड पुर्याउनु पर्दैछ। त्यो 2 करोड हामीले कसरी पुर्याउने भन्दिनु न है। शेयर सदस्य यत्रो हाम्रो यहाँ स्थानीय लेभलको छ, शेयर सदस्य अलिक कम हुनुहुन्छ। त्यो शेयर सदस्य बनाउन सक्नु हो भने त शेयर बढिहाल्छ नि। त्यो भएर म के भन्न चाहन्छु भने यो संस्था अहिले 18औं वार्षिक साधारण सभा भइरहँदा तपाईहरुको विश्वास मायाले चाहिँ संस्थाको अवस्था राम्रो छ, नाफा पनि ल्याएको छ। अहिले हेर्नुहुन्छ भने नेपालमा सहकारी संस्थाको अवस्था, सहकारी म एउटा राष्ट्रिय सहकारी बैंकमा काम गर्छु, सहकारी बैंकमा काम गर्छु भन्नु पनि डर लाग्ने अवस्था छ। फलानाले बचत फिर्ता दिएन, मेरो धेरै बचत डुब्यो। यो के कारणले भयो भनेपछि एटलिस्ट राष्ट्रिय सहकारी बैंक गाउँ शाखामा 416 सहकारी आबद्ध हुनुहुन्छ भनेपछि हामीले केओएम अपडेट गराउँदाखेरि जम्मा 300 सहकारीले मात्रै अपडेट गराउनु, सहकारी भेटिन्न। यो सहकारी भेटिनु नभेटिनुको कारण चाहिँ हामी शेयर सदस्य पनि हो। अहिले सहकारी बिग्रिनुमा 3टा कारण छ। म 3टा कारण भन्छु। एउटा राज्य, अर्को सञ्चालक समिति, एउटा शेयर सदस्य। अब राज्यको त कुरै गर्नु भएन, के छ राज्यको कुरा गर्ने? समुदाय भन्छौँ, नेपालभरि कार्यक्षेत्रतिर हुन्छ। अब त्यो राज्यको के कुरा गर्ने? सहकारी एउटा समुदायमा चलेको हुन्छ। अर्को सञ्चालक टिम, धेरै अहिले अलिकति सेवा केन्द्रहरू विस्तार गरेका, अलिकति बीच भागमा सहकारी खोलेको, यता सेवा केन्द्र विस्तार गरेका, जसमा सञ्चालक टिम लगानी हेर्नुहुन्छ भने उहाँहरूले यो विगत 3 वर्षमा यो डाँडा डाँडामा कर्जा लगानी, शेयरमा लगानी, फोनको घरमा लगानी, यो सञ्चालक समितिको दोष हो। अर्को हामी शेयर सदस्य पनि हो। सहकारी 2074 आइसकेपछि 2076 साउन 15 गते सहकारीले संग्रह ब्याज दर लागू गरेछ, जसमा कर्जा लगानी 16% भन्दा गर्न पाइन्न भनेको छ। तर यहाँनिर नजिक सेवा केन्द्र खोलेको संस्थाहरू मैले बुझिरहेको 18% 20%मा तपाईहरुले अथवा तपाईहरुले भन्नुभयो, यही विश्वास गर्नु भएको छ, यहाँ राख्नु भएको छ। हामी शेयर सदस्यहरूले त्यो 20% को लोभमा
के गर्यो त बचत राख्यो। 16% भन्दा सहकारीमा ऋण लगानी गर्न पाइने हुँदा त्यो संस्थाले तपाईको 18-20% को बचत के गर्छ त? उनी शेयरमा लगानी गर्ने, बिना धितो लगानी गर्ने 18-20-36% ले ऋण लिने तपाईलाई त्यो संस्थाले बचत फिर्ता गर्छ त? गर्दैन। हिजो भर्खर एकजना नाम नभनौँ त्यहीँनिर म सहकारी ब्याङ्कै वरिपरिको एकजना आमा हुनुहुन्थ्यो 64 वर्षको बाबु, मैले एउटा सहकारीमा नाम दियो, सहकारीमा 1 करोड पैसा राखेको छु, पैसा दिएन। हजुर त सहकारी ब्याङ्कको हुनुहुन्छ, कसरी उठाइदिनुहुन्छ? मैले भने आमा ब्याज कति दिनुभएको छ भने बाबु ब्याज त 24% लेखिदिएको छ भन्नुभएको छ। हेरेको पासबुकमा 24%। 24%मा ब्याज राखेपछि त्यो संस्थाले फिर्ता दिन्छ त? एकचोटि तपाईहरूले पनि सोच्नुपर्छ। बाहिरबाट आयो सञ्चालक टिम, सहकारीमा बचत राख्दाखेरि पनि विश्वास हुन्छ सञ्चालक टिम कहाँको छ? अहिले यो 16 करोडको ब्यालेन्स सिट हुँदै हुँदा 7 जना सञ्चालक समिति, 7 जना कि 9 जना अरे हाम्रो सञ्चालक टिम, सञ्चालक समिति कति? 9 जना टिम हुनुहुन्छ, लेखा समिति 3 जना, 12 जना। भोलि 14 करोड भागेर जानु भने यहाँहरूको सम्पत्ति यही हुन्छ। सहकारी प्रति विश्वास यस्तो अवस्था हुन्छ। त्यो भएर के भन्छु भने मैले अहिले प्राधिकरण गठन भइरहेछ सहकारीमा। अहिले धेरै ठाउँबाट हामीले यो हेर्ने, एउटा नगरपालिकाले हेर्छ भने अर्को प्रदेशले, अर्को विभाग, अर्को फेरि प्राधिकरण। अब यो सहकारीमा के भइरहेछ अहिले भनेपछि माथि कागजमा यो गर्नुहुन्न भन्दै सहकारीको अवस्था के छ? अहिले धेरै सहकारी बिग्रियो। आएर यहाँ हेर्नुहुन्छ अनुगमनको पाटो केही पनि छैन। हामी त सहकारीमा स्वनियम भन्छौँ। स्वनियम भने आफैले हेर्ने हो। आफैले हेर्ने भनेपछि के हुँदैछ भने हामी बचतकर्ताले सहकारीमा बचत राखिदिनु, यो जेबमा हानेपछि यो मेरै हुँदैछ, मैले जे भने पनि हुँदैछ। स्वनियमको अवस्था यस्तो छ, त्यो होइन। यदि सञ्चालक समितिले कर्जा लगानी, अरू केही गर्नु पर्दैन, मेन कुरा कर्जा लगानी हो। कर्जा लगानी पनि सुरक्षित तरिकाले गरिदिनु समस्या हुन्न। यो संस्थाको पनि हेर्नुहुन्छ तपाईँले विश्वास गर्नुपर्छ, कर्जा लगानी खासै भएको छैन। 37% त तरलता छ। सहकारी ऐनले भन्छ हामीले 10 देखि 15% मात्रै तरलता राख्यो भने पुग्छ। ऋण लिने मान्छे हुनुहुन्न भन्नुहुन्छ सरले। मैले भन्छु हामीसित सस्तो ब्याजमा पैसा लिनुहुन्न। हाम्रै सदस्यले विश्वास गर्नुभएको छ। यो विश्वास आगामी धेरै वर्षसम्म तपाईँहरूले गर्नुहोस्, संस्था राम्रो हुन्छ। अहिले धेरै कुरा आछन्, मोटामोटी कुरा एउटा सहकारी भन्दा अर्को सहकारीमा सदस्य हुन पाइँदैन। त्यो हजुरहरूले ध्यान दिनुहोला। सहकारीले पनि केवाईमा अपडेट गर्नुपर्ने हुन्छ, सोघोषणा गराएको हुन्छ। त्यहाँ भोलि यो सदस्य भन्दा अन्त छैन भने साइन गराएको अवस्था हुन्छ। भोलि केही अप्ठ्यारो पऱ्यो भने तपाईँहरूलाई अप्ठ्यारो हुन्छ। अर्को कुरा कर्जा लगानी कुरा हुन्छ। पुँजी कोषको 15% भन्दा एउटा सदस्यलाई लगानी गर्नुहुन्न भन्छ। पुँजी कोष भनेको शेयर पुँजी, जडा कोष र घाटा पूर्ति कोष टोटल जोडेपछि त्यसको 15%। त्यसै गरी अर्को बचतको कुरा हुन्छ। पुँजी कोषको बचत 10% भन्दा गर्नु मिल्दैन भन्छ। एटलिस्ट तपाईँले ठुलो डिपोजिट लिएर पनि संस्थालाई समस्या हुन्छ। म एउटा उदाहरण दिन्छु। सहकारीमा कारोबार गर्दा एउटा 2 अरबको सहकारी राम्रै चलिरहेको राष्ट्रिय सहकारी ब्याङ्कले पनि थोरै लगानी गरेको। उहाँहरूले एउटा सदस्यको 7-8 करोड डिपोजिट लिनुभएको थियो। सदस्य भनेर सहकारीको। अब अलिकति यो हल्ला आयो, तरलताको हल्ला आएपछि त्यो सहकारीले 7 करोड एकैचोटि पैसा तानिदिनु भयो। भोलिपल्टबाट सहकारी ताला लाग्ने अवस्था भयो। त्यो कारणले म सहकारीमा पनि सञ्चालकज्यू कर्मचारी साथीहरूलाई के भन्छ, ठुलो डिपोजिट नलिनुहोस्, कर्जा लगानी पनि ठुलो नगर्नुहोस्। समुदायमा आधारित भएर यसो बिना धितो 3 लाख भन्दा पनि बढी गर्न पाइँदैन। त्यो अवस्था तपाईँले समूह जमानी एउटा शेयर सदस्य छ भने 2 जना जमानी राख्नुहोस्। शेयर सदस्य भइसकेपछि यहाँ त के छ भने अहिले ऋण माग्दा भने शेयर सदस्य आज भने आजै ऋण चाहियो भन्नुहुन्छ। सहकारी ऐन हेर्नुहुन्छ भनेपछि 3 महिना नपुगेर ऋण लिन पाइँदैन। ऋण लिनको लागि मात्रै सदस्य हुनुहुन्न। त्यो भएर सहकारीको अवस्था अहिले हेर्नु, सुपथ मूल्य पसलहरू खोलिरहेछ, मलको कारोबार गरिरहेछ बहुद्देश्य सहकारी भएको कारणले। तपाईँहरूले यो सहकारीलाई माया गर्नुभयो भने, यहाँको स्थानीय हो, यहाँ माया गर्नुभयो भने तपाईँलाई बचत राख्नु अन्त जानु पर्दैन। अहिले ब्याङ्कमा हेर्नुहुन्छ भने संस्थागत कमर्सियल ब्याङ्कले ब्याज दिँदैन। व्यक्तिगत बचतमा पनि अथवा मुद्दतीमा हेर्नुहुन्छ भने 3-4% भन्दा ब्याज पाउनुहुन्न। तर हाम्रो सहकारीले तपाईँलाई कमसे 7, 8, 9
10% त दिइरहेको होला, त्यो तपाईँको विश्वास हो। हामीले के त्यत्रो किन दिनुहुन्छ, छोडिनुहोस् होइन भन्दा उहाँहरूले के हुन्छ हामी कर्जा दिन्छौँ बिना दिँदा पनि लगानी गर्छौँ, होइन। हाम्रो सदस्यले हामीलाई विश्वास गर्नुभएको छ। यो विश्वास आगामी अर्को वर्ष पनि यो ब्रान्चमा बसिराख्न पाइयो भने तपाईँहरूको यो 16 करोडको ब्यालेन्स सिट तपाईँहरूको विश्वास माले 20 करोड धेरै पनि ठुलो छैन, 22% मात्र वृद्धि गरेर पुग्ने अवस्था छ। अबका दिनमा ब्यालेन्स सिट ठुलो बनाउनु भन्दा पनि शेयर सदस्य बढी बनाउनु भयो भने संस्था सुरक्षित हुन्छ। 50 सम्म हाल्ने सदस्य 75 जना हुनुहुन्छ अनि 100 देखि 979 सम्मको 420 जना हुनुहुन्छ। हामी कहाँ सदस्य बन्न हामीले 1000 रुपैयाँदेखि नै शेयर सदस्यताका लागि हामीले दिने गरेका छौँ, किनभने बिना शेयर सदस्य कारबार गर्न पाइँदैन। हामीले धेरै पहिलादेखि एउटा गलत अभ्यास गर्दै आएका छौँ र त्यो गलत अभ्यासलाई चाहिँ अहिले हामी सच्याउँदै गइरहेका छौँ। हामी अहिले बिना शेयर कारोबार कोही पनि सदस्यलाई सदस्य बनाउँदैनौँ। यस्तै हामीले ऋण कसरी लगानी गरेका छौँ भनेर म तपाईँलाई थोरै जानकारी दिन चाहन्छु। हाम्रो ऋणी सदस्य सङ्ख्या 180 जना हुनुहुन्छ। त्यसमा 40 लाख भन्दा माथि ऋण लिने सदस्य जम्मा 5 जना हुनुहुन्छ, 40 लाखदेखि 80 लाखसम्मको। त्यस्तै 20 लाखदेखि 40 लाखसम्म लिने सदस्य 17 जना हुनुहुन्छ। 10 लाखदेखि 20 लाखसम्म लिने ऋण लिने सदस्य 18 जना हुनुहुन्छ। 2 लाखदेखि 10 लाखसम्म लिने सदस्य 16 जना हुनुहुन्छ र 2 लाखसम्म लिने ऋण लिने सदस्य 121 जना हुनुहुन्छ। हामीले 2 लाखभन्दा माथिको लागि बिना धितो ऋण लगानी गर्ने गरेका छैनौँ। त्यस्तै हामीले अहिले पछिल्लो समय बिना धितोलाई पनि ऋणलाई पनि अझ टाइट गर्दै हामीले समूहभन्दा बाहेक र एकदम राम्रो कारबार गर्यो भन्दा बाहेक सदस्यलाई बिना धितो 2 लाख पनि ऋण दिएका छैनौँ। तपाईँले बजारतिर हल्ला सुन्नु पनि भएको होला, श्रमिकले लोन दिएन छ कि टाइट गर भनेर पनि हामीले टाइट गरेकै हो। हामीले बिना धितो लोनलाई अलिकति टाइट गरेर कम्तीमा समूह मार्फत चाहिँ लोन जाओस् र धितो कर्जा मात्रै जाओस्, जस अन्तर्गत तपाईँहरूको बचत निक्षेप सुरक्षित रहोस् भन्नका लागि हामीले यो ऋण लगानी नीतिले पनि अलिकति टाइट गरेका छौँ। मैले यहाँलाई संस्थाको छोटो संक्षिप्त जानकारी गराएँ। प्रस्तुत गरिदिनु हुनका लागि म लेखा सुपरिवेक्षण समितिका संयोजक ध्रुवप्रसाद दुलालज्यूलाई म अनुरोध गर्दछु। उन्नति तथा सामाजिक परिवर्तनको अपेक्षा राखी विक्रमसम्म 2064 सालमा निकै उत्साहका साथ यस श्रमिक बहुद्देश्य सहकारी संस्थाको स्थापना भएको थियो। स्थापना पश्चात विभिन्न समयका उतार चढाव पार गरी आज 18औं वार्षिक साधारण सभासम्म आइपुग्न सफल भएको छ। पछिल्लो समय थुप्रै सहकारी संस्था र रकम अपचलनको शिकारका कारण बदनामी कमाइरहेको समयमा पनि यस सहकारी संस्थाले आफ्नो मूल्य मान्यता एवं प्रतिष्ठा कायम राख्न सफल भएको छ। यस सहकारी संस्थाको उन्नति एवं समृद्धिका लागि अनवरत रूपमा सक्रिय रहने यस सहकारी संस्थाका पदाधिकारी एवं सदस्यहरूको क्रियाशीलताको मुक्त कण्ठले प्रशंसा गर्दछौँ। यस सहकारी संस्थाको 18औं वार्षिक साधारण सभाको अवसरमा सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई एवं शुभकामना समेत व्यक्त गर्न चाहन्छु। श्रद्धेय शेयर सदस्यज्यूहरू, यस संस्थाको गत 15औं वार्षिक साधारण सभाबाट निर्वाचित यस लेखा सुपरिवेक्षण समितिले संस्थाको दैनिक गतिविधि एवं काम कारबाहीको सूक्ष्म निरीक्षण एवं अनुगमन गरी सकेसम्म यथार्थ विवरण यहाँहरू समक्ष पेश गर्दै आइरहेको कुरा यहाँहरू समक्ष अवगत नै छ। यस समितिले आर्थिक वर्ष 2081-82 मा प्राप्त गरेको संस्थाको निर्णय कार्यान्वयनको अवस्था, समिति उपसमितिका बैठकको विवरण, संस्थाले हासिल गरेका आर्थिक योजना तथा उपलब्धि, आर्थिक तथा गैर आर्थिक गतिविधि, कर्मचारी व्यवस्थापनको अवस्था, संस्थाको वर्तमान अवस्था लगायतका विवरणहरू प्रस्तुत गर्न र संस्थागत उन्नतिका लागि आवश्यक ठानिएका सुझावहरू पेश गर्न यहाँहरू समक्ष अनुमति चाहन्छु। यसलाई मैले यहाँ 10 वटा बुँदाहरूमा समेटेको छु। लेखा सुपरिवेक्षण समितिले आर्थिक पक्षमा मात्रै हेर्दैन, संस्थाको सुशासन, कार्यक्षमता अनि कर्मचारीको अवस्था लगायतका कुराहरू, बैठकका विवरणहरू सबै समेट्नुपर्ने हुनाले मैले यहाँ बुँदागत रूपमा यी सबै विवरणहरूलाई प्रस्तुत गर्ने प्रयास गरेको छु। त्यसै अन्तर्गत 1 नम्बरमा छ संस्थाको अघिल्लो भनेको यो 17औं हो। अघिल्लो साधारण सभाको निर्णय कार्यान्वयनको अवस्था। अघिल्लो 17औं साधारण सभाको समयमा संस्थामा कायम रहेका 503 जना शेयर सदस्यहरूमध्ये 266 जना सदस्यहरूको उपस्थिति रहेको पाइयो।
हेर्नुहोस् है, बहुमत चाहिँ छ तर धेरै उपस्थिति छैन। आज पनि सम्भवतः त्यस्तै होला। मिति 2081 साल 8 महिना 22 गते सम्पन्न संस्थाको 17औं साधारण सभामा जम्मा 10 वटा प्रस्तावहरूमाथि व्यापक छलफल भई आवश्यक निर्णय भएको र ती निर्णयहरूमध्ये अधिकांश निर्णयहरू कार्यान्वयन भएका र केही निर्णयहरू कार्यान्वयनको चरणमा रहेको पाइयो। त्यहाँ निर्णय गरेका कुराहरू चाहिँ त्यस अघिल्लो साधारण सभाका अधिकांश निर्णयहरू पारित काम भएका पाइयो। त्यो अघिल्लो साधारण सभामा सदस्यहरूलाई पत्राचार मार्फत वार्षिक साधारण सभामा पेश गरिने पूर्व सूचना दिई छलफलका विषयहरू प्रस्ताव गरेको पाइयो। त्यहाँ पेश गरिने छलफलहरू चाहिँ पूर्व सूचना दिएको भन्ने अर्थमा यो। अब 2080-81 को लेखा परीक्षण सम्पन्न गर्नका लागि सञ्चालक समितिले आरके तामाङ एन्ड एसोसिएट्सलाई जिम्मेवारी दिई लेखा परीक्षण सम्पन्न गरेको र लेखा परीक्षकलाई पारिश्रमिक बापत रु 25,000 खर्च गरेको पाइयो। यो अघिल्लो वार्षिक साधारण सभाको हो। त्यसै गरी त्यस पछाडि वर्षभरिको बैठकको विवरण, यो वर्षभरि भनेको चाहिँ आर्थिक वर्ष 2081-82 को अघिल्लो असार मसान्तसम्मको हो। लेखा सुपरिवेक्षण समितिको बैठक 4 पटक बसेर संस्थाको आन्तरिक काम कारबाहीको निरीक्षण, अनुगमन तथा सुझाव पेश गरिएको थियो। गत वर्षमा सञ्चालक समितिको बैठक 10 पटक बसेर विभिन्न संस्थागत सुधार र व्यवस्थापन सम्बन्धी निर्णयहरू गरेको पाइयो। ऋण उपसमितिको बैठक 13 पटक बसी ऋण वितरण तथा असुली सम्बन्धी निर्णयहरू गरेको विवरण प्राप्त भयो। आवश्यकताका आधारमा अन्य समिति तथा उपसमितिको बैठक सञ्चालन हुने गरेको पाइयो। 3 नम्बरमा छ आर्थिक योजना तथा उपलब्धिहरू। संस्थाको आर्थिक वर्ष 2080-81 गत आर्थिक वर्ष र अब 81-82 बीचको आय व्ययको तुलनात्मक विवरण निम्न बमोजिम रहेको छ। यो 2 वर्ष अगाडिको र 1 वर्ष अगाडिको हो, यो अहिलेको होइन। अघिल्लो आर्थिक वर्षको मैले समेट्ने प्रयास गरेको हुँ। यहाँ विवरण छ अब 2080-81 अघिल्लो आब र यस गत आबको फरक पनि मैले यहाँ निकालेको छु। यो प्रतिशत हो। यो फरकको पछाडिपट्टि ब्र्याकेटमा प्रतिशत लेख्नु भयो नि, कहाँबाट यो फन्ड बदलिएर त्यहाँ अर्कै चिन्ह भएछ, यो प्रतिशतमा हो। त्यो खुद ब्याज आम्दानी अघिल्लो वर्ष 56,41,685 रुपियाँ, 7,11,089 रुपियाँ 27 पैसा रहेकोमा गत आबमा 9,35,435 रुपियाँ 85 पैसा गरी जम्मा 30.96% वृद्धि भएको पाइयो। कार्यालय सञ्चालन तकको खर्चतर्फ 1,790 रुपियाँ 95.95 पैसा रहेकोमा 95 पैसा रहेकोमा यो वर्ष चाहिँ 39,40,251 रुपियाँ 22 पैसा आर्थिक वृद्धि रहेको थियो। आम्दानी सञ्चालन मुनाफा चाहिँ है जुन 12.65% को मुनाफा देखिएको थियो। संस्थाको आय व्ययको सम्पूर्ण विवरण यता लेखा परीक्षण प्रतिवेदनमा पनि छ। अघि हाम्रो कोषाध्यक्षज्यूले पनि प्रस्तुत गरेर गइसक्नु भएको छ। त्यहाँबाट यहाँहरूले सञ्चालनका कार्यालय सञ्चालन सम्बन्धी आम्दानी खर्चका विवरणहरू हेर्नका लागि आग्रह गर्दछु। यसै गरी 4 नम्बरमा ऋण लगानीको प्रक्रिया, कर्जा बापतको सुरक्षण र धितो सम्बन्धी व्यवस्था कस्तो गरेको छ संस्थाले भने यस संस्थाबाट प्रभावित कर्जालाई व्यवस्थित र सुरक्षित बनाउन सञ्चालक समिति, ऋण उपसमिति तथा संस्थाका कर्मचारीहरूलाई सक्रिय बनाएको पाइयो। संस्थाले ऋण कार्यविधिका आधारमा सुरक्षित ढङ्गबाट कर्जा परिचालन गर्ने अभ्यास गरेको पाइयो। संस्थाले रु 2 लाखसम्मको ऋण सामूहिक जमानीमा र सोभन्दा माथिको कर्जा लगानीका लागि संस्थाको मापदण्ड अनुसार तोकिएको धितोको चलन चल्तीको मूल्याङ्कनलाई आधार मान्ने गरेको पाइयो। रु 10 लाखभन्दा माथिका कर्जालाई सञ्चालक समितिबाटै स्वीकृति र अनुगमन समेत हुने गरी व्यवस्थित र सुरक्षित लगानीको प्रत्याभूति गराउने प्रयास गरेको पाइयो। 5 नम्बरमा संस्थाको गैर वित्तीय कार्यक्रमको अवस्था। त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक प्रगति तथा समीक्षाका लागि संस्थाका समिति तथा उपसमितिका पदाधिकारीहरूको उपस्थितिमा नियमित समीक्षा बैठक हुने गरेको। संस्थाका कर्मचारीहरूको कार्यदक्षता एवं जिम्मेवारी बोधका लागि कार्य सम्पादन सम्बन्धी कार्यशाला सञ्चालन हुने गरेको। श्रमिक सदस्य सुरक्षा कोष स्थापना गरी कार्यविधिका आधारमा संस्थाका सदस्य तथा कर्मचारीका परिवारलाई विपदका अवस्थामा सहयोग रकम उपलब्ध गराएको। संस्थाले महिला समूह मार्फत आफ्नो सेवा विस्तारमा अग्रसर भएको। संस्थाका महिला सदस्यहरूलाई सुत्केरी पोषण भत्ता उपलब्ध गराएको। संस्थाले आफ्ना सदस्य तथा पदाधिकारीहरूलाई शिक्षा तथा तालिमका माध्यमबाट सदस्य शिक्षा कार्यक्रम सञ्चालन गरेको।
एसई उत्तीर्ण गरेका सदस्यका सन्ततिलाई पठन पाठनमा प्रेरित गर्न छात्रवृत्ति छुटे छैन प्रदान गर्ने गरेको, सरसफाई रक्तदान जस्ता विविध कार्यक्रम मार्फत सामाजिक सांस्कृतिक दायित्व निर्वाह गर्ने गरेको, स्थानीय धार्मिक तीर्थस्थलमा आएका व्रतालुहरूलाई पानी जुस र फलफुल वितरण गरेको, संस्थाको बहुद्देश्य कार्यक्रम अन्तर्गत सदस्य लक्षित सहकारी पसल सञ्चालन गरी सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु तथा रासायनिक मल उपलब्ध गराउने गरेको, संस्थाका पदाधिकारी एवं सदस्यहरूलाई नमुना सहकारी अध्ययन भ्रमण सञ्चालन गर्ने गरेको, संस्थाले आफ्ना सदस्यहरूको लागि भ्रमण यो तीर्थस्थल भ्रमणको व्यवस्था गरिएको चाहिँ यी गैर वित्तीय अवस्थाहरू थिए भने पदाधिकारीहरूको पारिश्रमिक भत्ता र अन्य सुविधाहरूको विवरण छ 6 नम्बरमा। संस्थाका विभिन्न समिति तथा उपसमितिका पदाधिकारी एवं सदस्यहरूमध्ये अध्यक्ष बाहेक अन्यले नियमित भत्ता लिएको पाइएन। बैठक भत्ता बापत सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिले प्रति बैठक रु 500 र ऋण उपसमितिको रु 300 भत्ता लिने गरेको पाइयो। कर्मचारी प्रशासन सम्बन्धी व्यवस्थाहरू 7 नम्बरमा। संस्थाले साधारण सभाबाट पारित कर्मचारी प्रशासन मानव संसाधन सम्बन्धी कार्यविधि लागू गरी कर्मचारी प्रशासनलाई व्यवस्थित बनाउने प्रयास गरेको पाइयो। संस्थाले कर्मचारी भर्ना प्रक्रियालाई प्रतिस्पर्धी एवं पारदर्शी बनाउने प्रयत्न गरेको पाइयो। संस्थामा कार्यरत कर्मचारीहरू र उनीहरूको कार्यबोधका बीच तादात्म्य ल्याउन कार्यशाला सञ्चालन गर्ने गरेको पाइयो। कर्मचारीहरूको सङ्ख्या 1 मा कार्यालय व्यवस्थापक 1 जना, लेखापाल 1 जना, लघुवित्त सहायक 1 जना, बजार प्रतिनिधि 2 जना, व्यवसाय सहायक 1 जना र कार्यालय सहयोगी 1 जना गरी जम्मा 7 जना कर्मचारीहरूको व्यवस्था गरेको छ। कर्मचारीहरूलाई उपलब्ध गराइएको सेवा सुविधाको विवरण, कर्मचारीहरूलाई आधारभूत मासिक तलब उपलब्ध गराइएको छ। 4 जना कर्मचारीहरूका लागि नियमित आधारभूत मासिक तलब उपलब्ध गराइएको छ भने आंशिक कर्मचारी सुविधा 3 जनाका लागि छ। दैनिक 4 घण्टासम्म काम गरे बापतको सुविधा 3 जनाका लागि उपलब्ध गराइएको छ। मासिक भत्ताको व्यवस्था गरिएको छैन। कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको छैन। बैठक भत्ताको व्यवस्था गरिएको छैन। चाडपर्वका लागि खर्च भत्ताको व्यवस्था गरिएको छ। औषधि उपचारको व्यवस्था गरिएको छ नियमानुसार। बोनस रकम कर्मचारीहरूलाई नियमानुसार उपलब्ध गराउने व्यवस्था गरिएको छ। कमिसनको व्यवस्था नियमानुसार गराउने गरिएको छ र कर्मचारीहरूलाई सञ्चित बिदाको सुविधा उपलब्ध गराइएको छ। अब 8 नम्बरमा लेखा सुपरिवेक्षण समितिले यसअघि दिएका प्रतिवेदन बमोजिमका सुझावहरूको कार्यान्वयनको अवस्था। यसअघिको साधारण सभामा लेखा सुपरिवेक्षण समितिका तर्फबाट पेश गरेका सुझावहरूमध्ये अधिकांश सुझावहरू कार्यान्वयनमा आएको र केही सुझावहरू कार्यान्वयनकै चरणमा रहेको पाइयो। 9 नम्बरमा लेखा सुपरिवेक्षण समितिले उल्लेख गर्न चाहेका अन्य विवरणहरू। संस्थाले आर्थिक कारोबारलाई सहज बनाउन मोबाइल एपको प्रयोग गरेको पाइयो। निक्षेप तथा कर्जाको ब्याज दर समय सापेक्ष र प्रतिस्पर्धात्मक बनाएको पाइयो। आधुनिक कम्प्युटरका सफ्टवेयरमा वैज्ञानिक तरिकाले हिसाब किताब राख्ने गरेको पाइयो। बिजुली, खानेपानी, इन्टरनेट आदिको सहज भुक्तानीको सुविधा प्रदान गरेको पाइयो। सवारी कभर तथा ब्लुबुक नवीकरणको सेवा उपलब्ध प्रदान गरिएको पाइयो। रेमिटेन्स तथा मनी ट्रान्सफरका रकम सहज भुक्तानीको व्यवस्था गरेको पाइयो। कारोबारको जानकारीका लागि सदस्यहरूलाई तत्काल SMS को व्यवस्था गरेको पाइयो। बचत रकम सहज भुक्तानीका लागि चेक भुक्तानी रसिदको प्रयोग गर्ने गरेको पाइयो। कार्यालय व्यवस्थापनमा मितव्ययिता अपनाएको पाइयो। मापदण्डका आधारमा ज्येष्ठ सदस्य धार्मिक भ्रमणको प्रबन्ध गरेको पाइयो। यसैगरी 10 नम्बरमा लेखा सुपरिवेक्षण समितिले पेश गर्न चाहेका केही सुझावहरू छन्। यहाँ यो सञ्चालक समिति र यहाँ सदस्यज्यूहरूलाई म यो सुझावहरू पेश गर्न चाहन्छु। पछि विवादहरू आउन सक्छन्। कुनलाई कसरी कार्यविधि बनाएर कार्यान्वयन गर्ने भन्ने स्पष्ट नीति आवश्यक हुन्छ। त्यसका लागि चाहिँ कार्यविधि तर्जुमा गर्नुपर्ने देखिए। धितोको प्राविधिक मूल्याङ्कनका आधारमा कर्जा लगानी गराउने व्यवस्था मिलाउनु आवश्यक देखियो। यो प्राविधिक मूल्याङ्कन गराउनु पर्ने हुन्छ। धितो राख्दा हाम्रो चाहिँ यहाँ चलन चल्तीको मूल्यलाई आधार मानेर संस्थाले ऋण प्रवाह गर्ने गरेको रहेछ। त्यसलाई चाहिँ तोकिएको जुन त्यो भ्यालुएटर छ उनीहरूलाई संस्थाले खर्च बेहोरेर भए पनि त्यो प्राविधिक मूल्याङ्कन गरायो भने त्यो वैज्ञानिक होला। त्यसलाई अविलम्ब त्यो चाहिँ व्यवस्था मिलाउनका लागि यहाँ आवश्यक देखियो। यसरी संस्थाका सम्पूर्ण कारोबारहरूमा पल्स भन्ने यहाँ अङ्ग्रेजी टाइपलाई यहाँ मिस्टेक भएर आएछ। पल्स भन्ने छ PEARLS। यो संस्था आफैले
यसका समिति उपसमितिका सदस्यहरूले हाम्रो संस्थाको अवस्था कस्तो छ, ऋण परिचालन कस्तो छ, बचत कस्तो छ, सदस्यहरूको सक्रियता कस्तो छ, बहुद्देश्य कार्यक्रमहरू कस्ता छन्, सबै आफैले मूल्याङ्कन गर्ने सक्ने एउटा परिपाटी छ। त्यो पल्स भन्ने विधि छ, त्यसबाट चाहिँ कार्यान्वयन गराएर पद्धति लागू गरेर अनि त्यसको आफ्नो मूल्याङ्कन स्वमूल्याङ्कन भनौँ न, संस्थागत स्वमूल्याङ्कन गर्नु चाहिँ आवश्यक देखियो। संरक्षित पुँजी फिर्ता कोषको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक देखियो। संरक्षित पुँजी फिर्ता कोषमा केही रकमहरू छन्, त्यसलाई व्यवस्थित गरेर सहकारीका सदस्यहरू कसले कुन आधारमा पाउने त त्यो सुरक्षित गरिएका पैसाहरू, त्यो मापदण्ड बनाएर, त्यो मापदण्ड नभइकन त दिन सकिएन, त्यही मापदण्ड र कार्यविधि बनाउनु जरुरी देखियो। संस्थाद्वारा सञ्चालित श्रमिक सहकारी पसलको व्यवसाय विस्तारका लागि सदस्यहरूलाई पसलप्रति आकर्षित गराई उनीहरूमा अपनत्वको भावना विकास गराउनु पर्ने देखियो। बहुउद्देश्य कार्यक्रम अन्तर्गत श्रमिक सहकारी पसल छ, तर सदस्यहरूको त्यहाँ किनमेल गर्दा बाहिर अन्य पसलहरूमा गरिने अपनत्वको भावना देखिएन। त्यसैले अघिल्लो पल्ट पनि लेखा सुपरिवेक्षण समितिले यही सुझाव पेश गरेको आधारमा यो पटक सञ्चालक समितिले सबै सदस्यहरूलाई कम्तीमा केही रकमको चाहिँ सहकारी पसलबाटै सामग्रीहरू खरिद गर्नुपर्छ भन्ने परिस्थिति चाहिँ सञ्चालक समितिबाट निर्णय गरेर यहाँ अहिले पछि कोषाध्यक्षज्यू हाम्रा अध्यक्षज्यूहरूले यहाँ जानकारी गराउनुहुनेछ। यहाँहरू यो पल्ट श्रमिक सहकारी पसलमा सबै सदस्यहरू अनिवार्य रूपमा पुग्नुहुनेछ, त्यो व्यवस्था मिलाइएको छ। अझै त्यसलाई प्रभावकारी बनाउनका लागि म जोरदार यहाँ माग गर्दछु। मापदण्डका आधारमा असल बचतकर्ता र असल ऋणीलाई प्रोत्साहन गर्नुपर्ने देखियो। यो संरक्षित पुँजी फिर्ता कोषले पनि कुनै कोणबाट यसको सम्बोधन गर्छ। संस्थाको भवन तथा कार्यकक्ष साँघुरो रहेकाले वैकल्पिक बैठक कक्षको व्यवस्थापन गर्नुपर्ने देखियो। बैठक कोठा अलि साँघुरो छ संस्थाको, त्यसैले व्यवस्थापन गर्नका लागि सुझाव दिइयो। अपेक्षाकृत लक्ष्य हासिल गर्न बहुउद्देश्य कार्यक्रमहरू थप गर्नुपर्ने ठानियो। यो बहुउद्देश्य सहकारी भएकाले आवश्यक पहिल्याएर अरू कार्यक्रमहरूमा पनि जान सकियो। संस्थाले सामाजिक सांस्कृतिक कार्यक्रम बढाउँदै लैजानुपर्ने देखियो। संस्थाले प्रारम्भ गरेको महिला समूह निर्माणको अभियानलाई तीव्रता दिनुपर्ने देखियो। संस्थाका सदस्य र समूहमा आबद्ध महिला सदस्यहरूलाई उनीहरूको आवश्यकताका आधारमा सिपमूलक तालिम सञ्चालन गर्नुपर्ने देखियो। भाखा मागेका खराब कर्जा असुलीलाई आक्रामक बनाउनु पर्ने आवश्यक देखियो। संस्थाका समिति तथा उपसमितिका पदाधिकारी तथा सदस्यहरूलाई संस्थाप्रति जवाबदेही बनाउन सहकारी शिक्षा कार्यक्रम निरन्तर र व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने देखियो र संस्थाका कार्यक्रम तथा जनसम्पर्क वृद्धि गर्न आधुनिक सूचना प्रविधिको व्यापक प्रयोग गर्नुपर्ने देखियो। अन्त्यमा यस श्रमिक बहुउद्देश्य सहकारी संस्थाले आफ्ना उद्देश्य हासिल गर्न यसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, कर्मचारी तथा सम्पूर्ण शेयर सदस्यहरूको भूमिकाका महत्त्वपूर्ण रहने तथ्यलाई हामीले भुल्नु हुँदैन। सञ्चालक समितिले समयानुकूल गरेका संस्थागत निर्णय एवं अन्य गतिविधिहरूमा लेखा सुपरिवेक्षण समितिको निरन्तर साथ सहयोग रहने नै छ। संस्थागत सुशासन, दिशाबोध र खबरदारीका लागि हामी सदैव तत्पर रहने नै छौँ। यस संस्थालाई आजको अवस्थासम्म ल्याउन प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न रहने व्यक्ति तथा संस्थाहरूप्रति लेखा सुपरिवेक्षण समितिको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। संस्थाको आन्तरिक अवस्थाको यथार्थ विवरण उपलब्ध गराउने सञ्चालक समिति, ऋण उपसमिति, कर्मचारी तथा यो प्रतिवेदन तयार गर्न सहयोग गर्नुहुने लेखा सुपरिवेक्षण समितिका सदस्यहरू श्री शालिग्राम बिरारी र श्री सबिना भट्टराईप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। सहकारी अभिवादनसहित हार्दिक धन्यवाद। शेयर धनीहरूले वर्षको एक दिन यो सहकारीको बारेमा आफूलाई चित्त नबुझेका कुराहरू राख्ने दिन पनि हो। यसलाई शेयर सदस्यको पर्वको रूपमा पनि साधारण सभालाई लिइन्छ। त्यसैले अघि यहाँ अध्यक्षज्यू, कोषाध्यक्षज्यू र लेखा संयोजकबाट विभिन्न प्रतिवेदनहरू मुखारविन्द भए, त्यसमा तपाईहरूलाई के कस्तो चित्त बुझ्यो बुझेन त्यसलाई टिक लगाएर तपाईहरूले क्वेसन गर्न सक्नुहुन्छ र त्यो दिन आज तपाईहरूको हो र भोलिदेखि तपाईहरूले कार्यालय अवधिमा गएर सहकारीको बारेमा सोध्दै गर्दा तपाईले यसै गरी भेला हुँदै गर्दा सबैलाई नभेट्न सक्नुहुन्छ। त्यसैले यो सहकारीको शेयर सदस्यहरूको दिन हो। अर्को कुरा, सहकारी भनेको सहकार्य
बाट सञ्चालन गरिने र एउटा सन्दर्भ वातावरणमा चल्ने संस्थालाई सहकारी भनेर 2013 सालमा नेपालमा यो सहकारी नामबाट भित्रिएको भन्ने कुरा हामी सबैले ज्ञान छ र हामी आज त्यसैलाई 2072 को संविधानलाई टेकेर सहकारी सञ्चालन ऐनमा रहेर हामी सहकारीको विभिन्न चरणमा पार गरेका छौं। अहिले यस्तो डरलाग्दो अवस्था सिर्जना देशव्यापी रूपमा सहकारीमा अघि सरले भनिसक्नुभयो, सहकारीमा पैसा राख्न हुन्न, सहकारीबाट पैसा झिकेसी तिर्नु हुन्न। यी दुईटै कुराहरू आइरहँदा टोखा नगरपालिका वडा नम्बर 1 को वडाध्यक्षको हैसियतले टोखा नगरपालिकामा हाम्रो 93 वटा सहकारी सञ्चालन गर्दै गर्दा अहिलेसम्म आज आएका सहकारीहरू एउटा पनि छैनन्। यसमा त यो श्रमिक बहुउद्देश्य सहकारी संस्था भनेको 2063 सालमा स्थापना भएर यसले धेरै बाबा अड्काउ फुकाउँदै पार गर्दै यो सहकारीले यहाँसम्म आएको छ। यो सहकारीले उल्लेख्य भूमिकामा काम गरेको छ। अघि यहाँ प्रतिवेदनमा आइसक्यो, मैले मेरो आँखा अगाडि देखिरहेको छु। कतिवटा कार्यक्रममा म शरीक भएको छु। ज्येष्ठ नागरिक भ्रमण कार्यक्रम, सरसफाई अभियान, विभिन्न चरणका सामाजिक क्रियाकलापहरू, रक्तदान लगायतका कार्यक्रमहरू, महिला दिदीबहिनीहरूका समस्या र यो लघुवित्त एउटा जो यो सहकारीमा आफ्नै वडामा सञ्चालन गरेर यति राम्रो काम गरेको छ। त्यसैले नै म यो सहकारीलाई चाहिँ धन्यवाद मात्र होइन, यस सञ्चालक समितिलाई आभार प्रकट पनि गर्न चाहन्छु। किनभने सहकारीका नाउँमा लुटपाट धेरै मचिरहेको छ। हो, अघि उहाँ हाम्रो विष्णु सरले तपाईँहरूलाई भन्नुभयो, कतिको ध्यान दिनुभयो होला, 24% ब्याज दिन्छु पैसा राख भन्ने सहकारीले पैसा फिर्ता गर्दैन। किनकि त्यो सहकारीले 16% 14%मा ऋण हामीलाई दिइरहेको छ। तपाईको पैसाको 24% ब्याज त्यसले दिन सक्दैन। त्यस्ता सहकारीहरूलाई तपाईहरूले पैसा राख्ने होइन, खबरदारी गरेर तपाईहरूको चाहिँ एकदम निकायमा गएर खबर गर्न पनि म अनुरोध गर्छु। किनभने हामी दिनदिनै सुनिरहेका छौँ, दिनदिनै यो सहकारीका काण्डमा कयौं चाहिँ यहाँका चाहिँ यो देश परिवर्तन गर्न सक्छु भनेर आएका मान्छेहरू पनि आज जेल चलान भएको अवस्था छ। सहकारी खेल चिज होइन र सहकारीले साँच्चै अप्ठ्यारो परेको दिनमा सहकारीले पार गर्न पनि सक्छ। हाम्रो यो टोखा नगरपालिका वडा नम्बर 1 मा जति पनि रहेका सहकारीहरूले अब्बल काम गरेका छन्। त्यसमध्येमा नै पहिलो नम्बरमा श्रमिक बहुउद्देश्य सहकारी संस्था परेको देखिरहेको छु। त्यसैले तपाईहरूको आगामी दिनमा यसै गरी सफलताको कामना गर्दै यहाँ धेरै कुराहरू आज शेर सदस्यहरूको हो। यहाँ हामीले यसलाई भाषण भन्दा पनि शेर सदस्यहरूलाई चित्त नबुझेका कुराहरू, शेर सदस्यहरूलाई मनमा लागेका कुराहरू तपाईहरूका सञ्चालक मार्फत तपाईहरूले सोध्ने दिन र प्रश्न आदान प्रदान गर्ने दिन भएको हुनाले म तपाईहरूलाई यही आउँदै गरेको शुभ दीपावली और विभिन्न पर्वहरूको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यो सहकारीको उत्तरोत्तर प्रगतिको कामना गर्दै बिदा हुन्छु। हस्, धन्यवाद। जय सहकारी।